भयो भएको हो 0-0 स्टार्ट भएन भाइ झर्नु भयो भइसक्यो हेलो गाइस हामीहरु अब गोप्रोमा खिचिरहेको गाइस ल बस सेकेन्ड भयो त गाइस लेट्स गो गाइस हामी गल्छीबाट हिँडिसकेका छौँ गल्छीको बाटो देख्दै हुनुहुन्छ हजुरले कस्तो भइरहेको छ यहाँ पुरा फाडुल फुडुल खै पनि दाइ उडाइरहनु भएको छ उडाउँछ खत्रै उडाउँछ आयो के आयो खाल्टोवाला रोड आयो अब म त अर्काको लेनमा गइरहेको छु होइन यो अर्काको लेनमा चाहिँ जानु हुँदैन खासमा उताबाट ट्रक आइसक्यो बवाल पाराले पेलतिर आइरहेको हुन्छन् खासमा भने अब सामना अरे भेरी सामना गाडीको नाम हामी पनि यताबाट हालिदिउँ न त पुरै कडङ गरेर उनीहरू बिस्तारै गइरहेछन् हामी चाहिँ पुरै रकायटमा जानुपर्छ के ऊ तर यताबाट गाडी आयो भने चाहिँ हामीलाई बवाल हुन्छ फसिन्छ तर हामीले चाहिँ मिस्टेक धेरै ठुलो गरेर हो द्याट्स नट आवर साइड बट वाट टु डु यस्तो जाममा बस्नुभन्दा त अनि उनीहरूको साइडमा गएर च्याक हान्नु पऱ्यो अब यहाँनिर अब कहाँ के मिलेन खै पुरै दिइरहेछ होइन कस्तो हिँड्दैन हिँड्ने भयो त गाडी यार हामी चाहिँ यताबाट छेउबाट हालौँ भनेको साथीको गाडी रन्किने होला अब हामीले यताबाट यसरी रन्काइदिइहाल्यो अब के गर्नु त हेरेर भएन उसलाई मजाले आनन्दसँगले जानुपर्छ भनिरहेको छौँ हामी चाहिँ हाम्रो यात्रा चाहिँ बुटवलको हो बुटवल पुग्ने लक्ष्य के हो जामै सुरु भइसक्यो क्या हो म्याडक्स ए त्यत्रो ऊ गइरहेको रहेछ अनि त्यो को बोलेको सियो के ओ को बोलेको गाइरहेको रहेछ होइन यो को बोलेको अब हेर्नुहोस् अब मेरो बाइकको उसको एङ्गल चाहिँ मिलाएको छैन होला एङ्गल अब कता कता देखाइरहेको छ होइन खास एङ्गल मिलाएको छैन होला अब म त्यस्तो भ्लगर चाहिँ होइन फर्स्ट टाइम दिस इज यो GoProमा भिडियो बनाइरहेको दिस इज माई फर्स्ट टाइम GoProमा भिडियो बनाउँदैछौँ बाटो पनि कस्तो हो त यार अब कहाँसम्म हो यस्तो बाटो केही थाहा छैन हामी झर्न चाहिँ चाँडै बिहानै हिँडेको थियौँ होइन छिटै पुगेको थियौँ गल्छी भाइ र म जाँदै हो भाइ चाहिँ अब पुरै सिकिस्त परिरहेको थियो अहिले चाहिँ ठिक छ भन्ने कुरामा आएछ खबर चाहिँ हाँक्देऊ उडाइदेऊ उडाउनु मिल्दैन उड्यो उहाँ पुगिसक्यो उडेर त्यस्तो छ होइन गाइज मेरो बाइकको चाहिँ के अरे ब्रेक लाइट चाहिँ काम गरेको छैन अब त्यो खै अब हिजो हेरिएन हिजो अब यसो ग्यारेजमा गएको हिजो हेरिएन ब्रदर मेरो यो चेन लगाइदेऊ त चेन लाग्छ कि छैन चेन लाग्छ कि छैन यता हेर न ल ठिक छ
मेरो ब्रेक लाइटले चाहिँ काम गरिरहेको छैन, अप्ठ्यारो होला जस्तो लागिरहेछ होइन। हाइवेमा अब ब्रेक लाइट भएन भनेपछि चाहिँ आफ्नो गाडी चाहिँ कन्डिसनमा राखेर हिँड्नुपर्ने हो। अब हिजो गइयो तर याद भएन क्या त्यो कुरा, अब ब्रेक लाइट चाहिँ बनाउनुपर्छ भन्ने कुराहरू होइन, त्यस्तो भयो। अब यहाँ कसको कुन लेन भन्ने केही थाहा हुँदैन आफूलाई। फेरि अब यहाँ त बाटो अलिक ठिकै छ, उता गइसकेपछि चाहिँ कस्तो हुने हो बाटो थाहा छैन होइन। अब यो गाडीहरूले पनि पुरा लास्टै जाम हानिदिन्छ होइन, यिनीहरूलाई उछिनेर जानुपर्ने हुन्छ हामीले चाहिँ। ए माथिबाट गएपछि हुँदो रहेछ, तलबाट आइयो। अब यस्तो छ स्थिति रोडको चाहिँ। हाम्रा देशका नेताहरू पुरै लड्नमा व्यस्त होइन, आफू अब लडेका छन् कि के गरेका छन्। अब यहाँ बाटो चाहिँ जनताले कस्तो दुःख पाएको छ भन्ने थाहा छैन। अब यो कहिलेदेखिको बाटो होइन, अब यस्तो छ। अब ल हेर्नु न हालत त, अब मान्छेलाई कति गाह्रो हुन्छ, कति अप्ठ्यारो हुन्छ भन्ने केही कुरा थाहा छैन क्या। उनीहरूलाई यो बाटो हिँडाउनु पर्ने हो, तर उनीहरू यो बाटो हिँड्दैनन्। उनीहरू त अब हिँडे पनि उनीहरूसँग गाडी त्यस्तै खालको हुन्छ होइन, पुरै सस्पेन्सनवाला पजेरोहरू होइन, बबाल खालको गाडीहरू हुन्छ। उनीहरूलाई भालै लाग्दैन, तर हिँडाउनु पर्ने यो बाटो चाहिँ अवश्य उनीहरूलाई छ होइन। हिँडाएर अनि अब थाहा हुन्छ कि कस्तो बाटो रहेछ भनेर होइन। न अब नर्मल्ली जसरी हामी अब नर्मल मान्छेहरू गइरहेको हुन्छ होइन, त्यसरी जहाँ गयो भने चाहिँ थाहा हुन्थ्यो क्या। यो दुइटालाई चाहिँ ओभरटेक हान्नुपर्छ हामीले होइन, नत्र अब यो बसको पछि लागेर त कहिलेसम्म भ्याउनु। पुरै अब खतरा तरिकाले गइन्छ। ब्याग ठिक छ ब्रदर? ब्याग ठिक छ? ब्याग 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 हेर है, ब्याग हेर। हाम्रो यात्रा चाहिँ लास्टै कठिन एकदम के अरे हार्ड कठिन एकदम होइन, खत्रै अब के भन्छन् त्यो के अरे हार्ड हुन्छ, हार्ड हुनेवाला छ होइन। अब अहिले त यहाँ त इजी नै छ, केही छैन। तर बुटोल बनाएको छ नारायणघाटदेखि चाहिँ अब उसले यता हाल्छ होला होइन, त्यो कन्फर्मै थाहा भएको कुरो हो। मैले यता हालिदिन्छु, उसले यता हाल्छ, मैले यहाँबाट यसरी हाल्छु होइन, अनि म यसरी लड्छु भनेर भन्दिनँ होइन। यमराज 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 भन्ने छ होइन। अब त्यो यमराज भन्दा भन्दै होइन, त्यसलाई पनि अब यस्तो भयो क्या होइन ब्रदर। यमराज भन्दा भन्दै होइन त्यो टिप्परलाई क्या, त्यो हेर्दा पनि हेर्दा पनि अब त्यो आउँदाखेरि चाहिँ होइन ल यमराज आए जस्तै लाग्छ क्या होइन। त्यसको लुक्सले पनि त्यो नाम खत्रै सुट गरे हो क्या त्यसलाई। लुक्स अनुसारको नाम चाहिँ मान्छेले दिन चाहिँ खत्रै दिए हो क्या। अब ठ्याक्कै यमराज भनिदिन्छ होइन। अब त्यसको टाउको हेरेपछि अब हाम्रो कन्सेप्ट अनुसार होइन त्यो अब यमराज यस्तो हुन्छ भन्ने हुन्छ नि त। ठ्याक्कै अब त्यस्तै क्या अब यमराज भयो त्यो ऊ पनि क्या। अब खासमा भने यस्तो गाडीहरूले चाहिँ लास्टै जाम गर्ने गर्छ होइन। कहाँ जाने आइसो माइक्रो बस कम्पनी भनेको छ, कहाँ जान्छ अब थाहा छैन। मैले ओभरटेक हानौँ न कसो हुन्छ। बाटो लास्टै खचर छ यार म्याक्सम। एकछिनमै हात दुख्छ क्या अब चलाउँदाखेरि। त्यो गाडीहरू होइन। आयो 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 आयो
हामी चाहिँ अब आनन्दले गइन्छ भन्ने कुरो। आनन्द त के हुनु यस्तो बाटोमा, ओभरटेक हानिहालौँ। ब्लाइन्ड स्पोट चाहिँ ब्लाइन्ड स्पोट नै हो होइन। अब आएको छैन भन्ने थाहा छ होइन, अब गइहाल्ने हो गयो। ट्रकको पछाडि त कहाँ बस्दै बस्ने होइन होइन। अहिले हामी 52 किलोमिटर गुडेर 8:01 भएको रहेछ। हामी अब गल्सीबाट झरेर यो कहाँ आइपुग्यो भन्ने थाहा छैन। अब हामी जस्ट 50 किलोमिटर मात्र कुदिरहेको हो। अझ हामीले त अब 200 किलोमिटर जति त नन स्टप अब जानुपर्ने छ होइन। अब यस्तो भएपछि टेलको त ढुटो हुन्छ। हल्का अन रोड, त्यसपछि अफ रोड, हल्का अन रोड, त्यसपछि अफ रोड। अब यहाँ आनन्दको रोड छ, अब चिल बाह्रको रोड छ। तर के हो त यहाँ यो गाडी चाहिँ अस्ति चाहिँ होइन 90 कट्ने थिएन, 95 कट्ने थिएन होइन। अब यो चाहिँ यसको चाहिँ टेस्ट हुन्छ कति कट्दो रहेछ भनेर अस्ति दाइले भन्नुभएको होइन। अब भाइ तिम्रो गाडी त यस्तो कटेन भनेर, तर अब चाहिँ कटाउनु पर्ने हुन्छ। कटाउनु पर्ने त के हुनु होइन, तर जे होस् कट्छ कि कट्दैन भन्ने कुरो मात्रै हो। यूपी बिहार लूट ले, हम आए हैं दिल का करार लूट ले, हाय यूपी बिहार लूट ले। We are Gorkhali guys, bro. Yeah, we are also Gorkhali, bro. Born in Gorkha, no, right? Born in Gorkha. अब गोर्खाली चिनाउनु पर्छ त। लु अब म त गोर्खा भन्दै हामी चाहिँ यताबाट यसरी जाने हो गाइज होइन। अब ऊ उताबाट आइरहेको छ, हामी यताबाट गइदिने हो क्या। फेरि उसलाई थाहा छैन होला के। तर अरू बेला चाहिँ हाइसले रन्काउँथ्यो होइन। तर यो बेला चाहिँ खै रन्काएकै छैन त, देख्दिन त कि मैले बढी रन्का हो। योद्धा गाडी आयो, योद्धाको खत्रै हुन्छ अरे ड्राइभर होइन। भाइले भनेको कुरा योद्धाको खत्रै हुन्छ अरे ड्राइभर होइन। खतरा पुरा हाँकिरहेको छ होइन। भाइले भनेको कुरा हो, योद्धाको ड्राइभर चाहिँ डेन्जरै हुन्छ भनेर। अब हेरौँ पछाडि आउँदैछ, त्यो डेन्जर कहाँसम्म हुने हो। हाम्रो त हालत यही छ। फेरि ब्रेक लाउनु परिहाल्यो, गियर घटाउनु परिहाल्यो। एउटा कन्टिन्युसली एउटा गियरमा चाहिँ छैन क्या। अब 500 मिटर पार गऱ्यो, 500 मिटर चाहिँ राम्रो, 500 मिटर चाहिँ फेरि गियर घटाउनु परिहाल्छ क्या। फेरि कस्तो यता रोड बनाइरहेको छ, पुरै खनिरहेको रहेछ होइन। अब खनेपछि अब अटक्ने होइन, केही हुँदैन क्या। अब खनेर छोडिदिन्छ क्या। अब फेरि मान्छे खाल्टोमा पुरियोस् मरोस् केही मतलब हुँदैन, बाल भएन क्या। यस्तो हुन्छ क्या। अब उताबाट यत्रो ट्रक आइसक्यो, अब हामीले हाल्ने कहाँ त। अब यसले त हाल्यो, हामीले नि यसरी हाल्ने। किन भन्दा हाम्रो लेन यो हो। अब लेन खनिसकेपछि कहाँ हाल्नु त गाडी। यस्तो सिचुएसन हुन्छ क्या। कि त अब बनाउनु पर्ने रोड हुन्छ भनेपछि सुरुमा त त्यसको लागि डाइभर्जन राखिदिनु पऱ्यो होइन। डाइभर्जन राखेर अब के अरे नेक्स्ट यहाँबाट अब जानु मिल्ने, अनि त्यो बाटोलाई बनाउँदै गर्ने। त्यो बाटो बनाउनु नि सजिलो होइन। कसैले त्यो भन्नाले कसैको रोकछेक भन्नाले अब त्यो गाडीहरू नै आउँदैन भने जस्तो त्यो चाँडै भन्छ नि त। अब गाडीहरू हिँडिरहने बाटो त अब त्यो बनाउँदैछ कुरो एउटै हुन्छ। त्यो बनाएको र खनेको, त्यो के अरे बनाएको र नबनाएको त्यो कुरो एउटै हुन्छ। अब यहाँ अब यस्तो छ होइन। अब यो डाइभर्जन बनाएर यसलाई तुरुन्तै बनाइदिइसकेपछि पो त्यहाँ नेक्स्ट त्यहाँ चलेर जानु मिल्छ त। अब त्यो छैन, बनाएकै छैन त्यो बाटो। अनि अब यो बाटोमा गाडी कुद्नु परिहाल्यो, त्यो बाटो त्यतिकै राखिरहेको छ। अब त्यो छैन क्या केही पनि। ल अब यस्तो हुन्छ त।
हेट घाँटी सुक्यो यार। अब यहाँ चाहिँ के भयो भन्ने कुरा हो खासमा। ए यस्तो टाप्न नसक्या हो। लु के गर्नु, हामी टापिहाल्छौँ होइन। लमजुङ जाने हो, लमजुङ जाने हो, लमजुङ जाऊ है लमजुङ। लमजुङै सहर लमजुङै बजार आए एक बम। आफ्नो ब्रेक छैन, ब्रेक राइट छैन यार। उहाँ अटोमा गाडी आए पनि उहाँ त गाडीलाई थाहै हुँदैन क्या अब मैले ब्रेक गरिरहेको छु भनेर, हानिरहेको छु भनेर थाहै हुँदैन क्या। कन्टिन्युस 70मा हिँडिरहेको छ गाडी होइन। अब ठिकै छ। बच्छेटार पुगेर छ। बच्छेटार हो कि बच्छेटार हो होइन। पछाडि ब्याग चाहिँ अब के भइरहेछ भनेर मेरो लुकिङ ग्लास छाया भयो, छायामा हेर्न सकिन्छ होइन। सफारी यातायात आ रहेछ। यो चितवनको होला छ, नेपालको मेरो छ। नयाँ गाडी गइरहेछ होइन, पुरै नयाँ पारामा होइन। अब हामी चाहिँ पुरानो गाडी लिएर त्यो गाडी चाहिँ अब उताबाट होइन, यो पुल चाहिँ खत्रै छ। हम आए हैं यूपी बिहार लूटने।